एकजनाले के सोध्नु भएको छ भने मलद्वारमा गर्दा मजा आउँछ कि आउँदैन केटीहरूलाई प्लिज रिप्लाई भन्नुभएको छ। मलद्वारमा गर्दाखेरि चाहिँ मजा आउँछ कि आउँदैन केटीहरूलाई भनेर सोध्नु भएको छ। के भ्लग नाम छ, नाम चाहिँ मैले व्यक्त गरिनँ। मैले भिडियोको अन्तिममा अर्को भिडियो चाहिँ कुन विषयमा बनाऊ भनेर सोधिराखेकी हुन्छु प्रायः जसो। अनि त्यसमा चाहिँ धेरै जसोले चाहिँ मलद्वारमा को अथवा एनल सेक्सको बारेमा बताउनुहोस् भन्नुभएको छ। आजको भिडियो एनल सेक्सको बारेमा हुनेछ। गुद्धद्वारमा गरिने सेक्स, गुद्धद्वारमा गरेर चरम आनन्द लिने प्रक्रियाको बारेमा हुनेछ। यो सही कि गलत, यसमा मजा आउँछ कि आउँदैन, यो यसमा गर्नुको फाइदा नोक्सान सबै बताउनेछु। भिडियोलाई पुरै हेरेर साथ दिनुहोला। कामुक लेखक लैलो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। यो च्यानलबाट आउने सबै भिडियोहरू कामुक जिज्ञासा सम्बन्धी मात्रै हुन्छन्। राम्रो लाग्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। अनि मेरै भिडियो हेर्न आवश्यक छ, मेरै भिडियो हेर्नुपर्छ भन्ने छैन। तपाईहरुलाई राम्रो लाग्छ हेर्नुस्, नराम्रो लाग्छ नहेर्नुस्। युट्युबमा थुप्रै प्रकारका भिडियोहरू छन्, तपाईहरु अरु विषयका भिडियो पनि हेर्न सक्नुहुन्छ। तर जानकारी लिन आवश्यक छ। जानकारी मबाट लिए पनि अरूसँगबाट लिए पनि जानकारी चाहिँ लिनुपर्छ। यौन शिक्षा भन्ने बित्तिकै, यौनका कुरा भन्ने बित्तिकै गलत हुँदैन भने चाहिँ दिमागमा राख्नुपर्छ। अनि मेरो विधा चाहिँ यौन साहित्य भएको हुनाले मलाई यौनसँग जोडिएका कुराहरू गर्न अप्ठ्यारो लाग्दैन, त्यसैले भिडियो बनाउने गर्छु। डिस्क्रिप्सनमा अरु विषयका भिडियो आउने च्यानलहरू पनि छन्, तपाईहरुलाई राम्रो लाग्छ भने त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। भन्दै आजको भिडियोको विषयतर्फ लागौँ है त। कमेन्टमा सोध्नु भएको थियो मलद्वारमा गर्दाखेरि चाहिँ मजा आउँछ कि आउँदैन केटीहरूलाई भनेर सोध्नु भएको थियो। पहिलो कुरा कहाँबाट सुरु गरौँ भन्दाखेरि चाहिँ मलद्वारमा गर्दा केटीहरूलाई मजा आउँछ कि आउँदैन, केटाहरूलाई आउँछ कि आउँदैन, अथवा यो कसरी गर्छन्, यस विषयमा म बिस्तारै बिस्तारै सबै कुरा बताउँछु। भिडियोलाई चाहिँ पुरा हेर्नु होला। अनि तपाईँ कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ, नेपालबाट हेर्दै हुनुहुन्छ, नेपालको कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, विदेशबाट हेर्दै हुनुहुन्छ भने चाहिँ विदेशबाट भनेर एउटा कमेन्ट चाहिँ छोडिदिनु होला। नेपालको यो ठाउँमा भनेर तपाईलाई भन्न अप्ठ्यारो लाग्छ भने पनि नेपालमा हुनुहुन्छ कि बाहिर हुनुहुन्छ त्यो लेखिदिनु होला है त। किनकि कहाँ कहाँ बसेर मेरो भिडियो हेर्दै हुनुहुन्छ त्यो जानकारी दिन पनि मजा आउँछ। अब कुरा के भने यो एनल सेक्सको बारेमा, गुद्धद्वारमा गरिने सेक्सको बारेमा मैले थुप्रै भिडियोहरू बनाएर राखिसकेकी छु। नयाँ नयाँ साथीहरू थपिँदै जाँदाखेरि चाहिँ पुराना भिडियो नहेरेको हुनाले यस्ता यस्ती प्रश्नहरू बिचमा आइरहेका हुन्छन्। त्यसैले मैले पहिले बनाएर राखेका भिडियोहरू पनि बेला बेलामा बनाउँदै राखेकी चाहिँ हुन्छु। यो चाहिँ नयाँ नयाँ साथीहरूले पुराना भिडियो नहेरेको कारणले गर्दाखेरि। मैले यसरी कामुक जिज्ञासाका भिडियो बनाउन थालेको लगभग 4 वर्ष भन्दा धेरै भइसक्यो। मैले पहिले ममता डट लैलो युट्युब च्यानलमा बनाउँथे भने त्यसमा अरु विषयका भिडियो पनि राख्थे। पछि गएर सबै विषयहरू कामुक जिज्ञासुका मात्र राख्नका लागि चाहिँ यो च्यानल खोलेकी हुँ। कामुक लेखक लैलै च्यानलबाट चाहिँ सबै भिडियोहरू कामुक जिज्ञासा सम्बन्धी मात्रै आउँछन् भन्न चाहे। मेरो मोबाइलको वरिपरि ठुलो मौरी घुमिरहेछ। ल अब विषयतर्फ लागौँ है त। पहिलो कुरा एनल सेक्स भनेको के हो, गुद्धद्वारमा गरिने सेक्स भनेको के हो। गुद्धद्वार भन्ने बित्तिकै अब जहाँबाट मल आउँछ त्यो द्वारमा गरिने सेक्स, त्यो द्वारभित्र घसरत गरेर लिने एउटा आनन्द, त्यो इन आउट गरेर पनि हुन सक्यो, त्यसलाई फोरप्ले गरेर औँलाहरू लगेर पनि हुन सक्यो, ओरल गरेर पनि हुन सक्यो। त्यो सबैको फरक फरक तरिका हुन्छ। गुद्धद्वारभित्र अब पेनिस छ भने पेनिसलाई अथवा लिङ्गलाई प्रवेश गराउन सकियो, फिङ्गरिङ छ अथवा मास्टरबेसन हो भने औँलाहरूलाई पनि लगेर मिल्यो, टोयहरू छ भने टोयको प्रयोग गर्न पनि सकियो, अथवा आफ्नो पार्टनरले मुखमैथुन गरिदिन्छ, ओरल गरिदिन्छ भने त्यो पनि भयो। यस्तो यस्तो प्रकारले फोरप्ले गरेर अथवा त्यो चरम आनन्द दिने क्रियाकलापलाई चाहिँ गुद्धद्वार अथवा मलद्वारमा गरिने सेक्स भनिन्छ, त्यसबाट उठाउने एउटा फाइदालाई। अब यो को सँग हुन्छ है त। पहिलो कुरा केटी केटी बीच पनि हुन्छ। केटी केटी बीच कसरी हुन्छ भन्दाखेरि चाहिँ उनीहरूले मास्टरबेसन गरेर हुन सक्छ, अथवा मास्टरबेसन अगाडि मात्र नभएर पछाडि पनि हुन्छ, अथवा एकअर्कालाई टोयको प्रयोग गरिदिएर, खेलौनाको प्रयोग गरेर, अथवा त्यसरी फलफुलहरू पनि हुन सक्छ तिनीहरूको प्रयोग गरेर, अथवा त्यसको वरिपरि फोरप्ले गरिदिएर, मसाज दिएर, स्पर्श दिएर एउटा आनन्द लिने क्रियाकलाप हुन्छ। केटी केटी बीच कसरी हुन्छ भन्ने कुरा बुझिहाल्नु भयो। अर्को चाहिँ केटा केटा बीच पनि हुन्छ। केटा केटा बीच पनि कसरी हुन्छ त्यो अनुमान लगाइसक्नुभयो। केटा केटा बीच अब भजाइना हुँदैन, योनि हुँदैन, हुने भनेको मलद्वार हो। मलद्वारमा पेनिसलाई एकअर्काको पेनिसलाई पसालेर आनन्द लिने पनि गरेका हुन्छन्। र अर्को चाहिँ केटा र केटी बीच पनि हुन्छ। त्यो कसरी हुन्छ तपाईहरुलाई बताउन आवश्यक छैन। केटी केटी बीच पनि हुने भयो, केटा केटा बीच पनि हुने भयो, र केटा र केटी बीच पनि हुने भयो, जसरी पनि भइहाल्छ। हुन त खाने मुखलाई जुगाले सक्दैन, त्यसैले जोसँग पनि हुन्छ। यो पहिलो कुरा। अब आउँछ दोस्रो कुरा। दोस्रो कुरा चाहिँ के भन्दाखेरि चाहिँ यसमा गर्नु सही कि गलत।
सबैका विचारहरू फरक छन्, मान्छेहरू स्वतन्त्र छन्, उनीहरूले जे पनि गर्न सक्छन्। पहिलो कुरा जबरजस्ती गर्नु हुँदैन, तपाईँको पार्टनरले नमानेसम्म तपाईँले जबरजस्ती गर्नु हुँदैन। त्यो जुनसुकै कुरामा पनि केही कुराहरू खान मान्दैन भने तपाईँले यो खानै पर्छ भनेर कर गर्न नि पाउनुहुन्न, जमाना त्यस्तो छ। त्यो त झन् अब शरीरको अङ्गभित्र गरिने क्रियाकलाप, त्यसैले यी कुराहरू चाहिँ जबरजस्ती गर्नु हुँदैन। पार्टनरको सल्लाहले मन्जुरीले चाहिँ तपाईँहरू यसको आनन्द उठाउन सक्नुहुन्छ। सही कि गलत भन्ने कुरो थियो, यसमा चाहिँ के हुन्छ भने सबैको विचारहरू फरक छन्। कसैले ट्राई गरौँ न त कस्तो हुँदो रहेछ भनेर गरेका हुन्छन्, कसैले कस्तो हुँदो रहेछ फिल्महरूमा देखेको कस्तो हुँदो रहेछ भनेर विचार गर्नका लागि गरेका हुन्छन् भने कसैले जबरजस्ती गरेका हुन्छन्। जबरजस्ती आफ्नो पार्टनरलाई अगाडिपट्टि भन्दा पछाडिपट्टि टाइट पम्प पनि हुने भयो, त्यसले गर्दाखेरि मजा आउँछ होला भन्ने सोचेर अनि त्यस्तो पनि गरेका हुन्छन्। तर जबरजस्ती चाहिँ कसैलाई पनि गर्नु हुँदैन। सही कि गलत भन्ने सबै मान्छेहरूका विचार फरक फरक हुन्छन्, त्यसैले तपाईँलाई जे लाग्छ त्यो गर्नुहोस्। मेरो व्यक्तिगत विचारमा चाहिँ जुन ठाउँबाट दिशा निक्लिन्छ, फोहोर निक्लिन्छ, त्यो ठाउँमा लगेर त्यस्तो काम गर्नु भनेको चाहिँ प्रकृति विपरीत हो। यो मानवताको नाताले नै एउटा पीडा दिने, सताउने काम जस्तो लाग्छ। त्यसैले मेरो विचारमा चाहिँ मलाई यो काम चाहिँ ठिक लाग्दैन। तपाईँहरूलाई के लाग्छ तपाईँहरूले कमेन्ट गर्नु होला। सही कि गलत भन्ने पनि भइहाल्यो। अब आउँछ यसमा चाहिँ किन गर्न चाहन्छन् मान्छेहरू, अगाडि हुँदाहुँदै अथवा मास्टरबेसनहरू हुँदाहुँदै किन यस्तो गर्छन् त भन्दाखेरि मान्छेहरूको स्वभाव अचम्मका हुन्छन् कि कहिलेकाहीँ यस्ता विचारहरू पनि आउँछन्, अगाडि पछाडि गरौँ अथवा पालै पालो गरौँ, यसरी गर्दाखेरि चाहिँ एकदमै मजा आउँछ अरे, अगाडिको भन्दा नि पछाडिको टाइट हुन्छ अरे भनेर यस्ता गरेका हुन्छन्। अब यो जस्तै मैले भने सही कि गलत भन्दाखेरि सबैका विचार फरक हुन्छन्। कसैलाई त यस्तो पनि गर्छन् र यस्तो फोहोर हुन्छ, त्यसमा दिशा टाँसिन्छ, रगत टाँसिन्छ, यस्तोमा पनि कसैले गर्छन् भन्ने छुट्टै छन् भने विचार गर्नका लागि गरौँ न त भन्नेहरू पनि हुन्छन्। यसमा चाहिँ विचार गर्नका लागि हुने भयो। अर्को कुरा चाहिँ यसमा बच्चा रहने सम्भावना भएन, यसमा भित्रै स्खलित गरेर बच्चा रहँदैन, त्यसैले पनि अगाडि भन्दा पछाडि नै आनन्द भनेर नि गरेका हुन्छन्। यस्तो फरक फरक सोचाइ हुन्छ मान्छेको। कसैले विचार गर्न गर्लान्, कसैले बच्चा बच्ची रहने टेन्सन भएन त्यसैले गर्लान्, त्यो सबैको फरक फरक छ। अब यसमा हुने खतरा कुराहरू चाहिँ बताउँछ है। त्यो खतरा कुरा चाहिँ के हुन्छ भने तपाईँ पहिलोचोटि गर्दै हुनुहुन्छ भने एकदमै भयङ्कर पीडा हुने कारणले गर्दाखेरि तपाईँ बेहोस पनि हुन सक्नुहुन्छ, त्यहाँबाट रगत पनि आउन सक्छ। अब त्यसमा तपाईँले अब के त्यसभित्र लैजानु भएको छ, पेनिस लिङ्गलाई लानुभएको छ, टोयहरूलाई लानुभएको छ, औँलालाई लानुभएको छ, केलाई लानुभएको छ, त्यसमा चाहिँ दिशा टाँसिने, रगत टाँसिने यस्ता चाहिँ भइहाल्छ। यो चाहिँ तपाईँहरूले असम्म मान्नु पर्दैन। त्यो फोहोरभित्र लगेपछि चाहिँ फोहोर टाँसिनु स्वाभाविक कुरा हो। अनि त्यसैले यसमा चाहिँ धेरै पीडा हुन्छ, पीडा यति धेरै हुन्छ कि मान्छे बेहोस पनि हुन सक्ने सम्भावना बताएका छन्। त्यसैले गर्दाखेरि चाहिँ पहिलोपटक गर्दै हुनुहुन्छ भने सिधै लिङ्गलाई प्रवेश नगराउनु होला। बिस्तारै पहिला औँलाहरूलाई विचार गरेर त्यसको वरिपरि फोरपेले गरेर स्पर्श गरेर बल्ल मात्र गर्नु होला, होइन भने चाहिँ त्यस्तो गर्नु खतरा हुन्छ। त्यसैले आफ्नो पार्टनरको मन्जुरी लिएर विचार लिएर पीडा हुन्छ भने त्यसलाई रोकेर गर्नु होला, होइन भने यस्तो कुरामा तपाईँहरू बढी ध्यान दिनु पर्दैन, त्यतातिर तपाईँहरूले ध्यानै नलैजानु होला। अब विशेष कुरो आउँछ के मजा आउँछ त भन्ने कुरा छ। मजा भनेको तपाईँको मनभित्र आउने कुरा हो। तपाईँलाई मन परेको मान्छेले छोइदिए पनि मजा आउँछ, हेरिदिए पनि मजा आउँछ, तपाईँलाई छुन पनि पर्दैन, हेरिदिए पनि आनन्दको फिल आउँछ। अनि तपाईँहरू त्यो भित्र लगेर मजा आउँछ अरे भनेर विचार गर्नु। अब एउटा स्वाभाविक कुराले बताउनु पर्दाखेरि त्यसभित्र लाग्दा मजा आउन सक्छ। महिलालाई पनि आउँछ, जसको भित्र लैजानु भएको छ। अब पुरुषको पनि भित्र लैजान सकियो, पुरुषको भित्र लैजानु भएको छ अथवा महिलाको भित्र लानु भएको छ। मजा चाहिँ दुवैजनालाई आउँछ। ल केलाई प्रवेश गर्दै हुनुहुन्छ, लिङ्गलाई प्रवेश गर्दै हुनुहुन्छ भने पनि त्यसमा टाइटपन हुने अनि भित्रपट्टि जाने, आफूलाई फिल हुने भएको कारणले गर्दाखेरि चाहिँ मजा चाहिँ आउँछ। तर सबैको मजा एउटै प्रकारको हुँदैन, फरक फरक प्रकारका हुन्छन् मजाहरू पनि। त्यसैले कसैलाई आउन सक्छ, कसैलाई नआउन सक्छ, यो फरक कुरा भयो। त्यसैले मजा आउने नआउने त्यो फरक कुरा भयो। तर तपाईँहरू त्यसभित्र लगेर त्यस्तो क्रियाकलापबाट आनन्द उठाउँदै हुनुहुन्छ भने चाहिँ यो गलत गर्दै हुनुहुन्छ। तपाईँहरू त्यतातिर नजानुहोस्, प्रकृति विपरीत नजानुहोस्, आफ्नो पार्टनरको सल्लाह सुझावमा बसाइना सेक्स गर्नुहोस्, यो एनल सेक्स चाहिँ नगर्नुहोस् भनेर एउटा कुरा बताउन चाहे। सर र म छोटकरीमा बताउँछु है त। एनल सेक्स भनेको गुद्दाद्वारमा गरेर एउटा चरमानन्द लिने सेक्सलाई एनल सेक्स भनिन्छ। यो केटा केटा बीच पनि हुन्छ, केटी केटी बीच पनि हुन्छ र केटा र केटी बीच पनि हुन्छ। यसमा गर्दाखेरि चाहिँ दुख्ने, रगत आउने, दिशा टाँसिने, एकदम पीडाले गर्दा बेहोस हुने यस्ता खतरा पनि हुन सक्छ। यसमा गर्दाखेरि चाहिँ मजा आउने भन्ने कुराहरू सबैलाई एउटै प्रकारको मजा आउँदैन, कसैलाई मजा आउन सक्छ, कसैलाई नआउन सक्छ।
यो व्यक्तिगत फरक फरक हुने क्रियाकलाप भयो। अनि यो सही कि गलत यो आखिर किन गर्छन् त अथवा किन गर्न खोज्दैनन् त? बढी पीडा हुने, यो अलि डरलाग्दो हुने भएको कारणले गर्न खोज्दैनन्। गर्न चाहिँ किन खोज्छन् भन्दाखेरि चाहिँ अब यसमा गरेपछि बच्चा-बच्ची पनि रहने भएन अथवा यसमा गरिसकेपछि चाहिँ बढी फिल आउने, आनन्द आउने, मजा आउने भयो भनेर पनि गरेका हुन्छन्। यो अलि फरक फरक कुराहरू छ र यति हुँदाहुँदै पनि तपाईँहरूलाई गर्नै मन लाग्छ, एकचोटि विचारै गर्ने हो भने सिधै डाइरेक्ट नगर्नु होला। पहिला बिस्तारै फोरप्ले गरेर औँलाहरूबाट सुरु गरेर गर्नु होला र कन्डमको प्रयोग चाहिँ गर्नु होला। यसो गर्नुभयो भने तपाईँको पेनिसमा अथवा के लैजाँदै हुनुहुन्छ त्यसमा इन्फेक्सन पनि हुँदैन, किनकि त्यहाँभित्र फोहोरमा लानु नि हो। त्यसले गर्दा तपाईँको छाला सबैको एउटै प्रकारको हुन्छ भन्ने हुँदैन। कसैलाई एलर्जी हुनसक्छ, इन्फेक्सन हुनसक्छ। यसबाट चाहिँ बस्नु होला भनेर भन्न चाहे। भिडियोमा बताउनु पर्ने कुराहरू सबै बताए जस्तो लाग्छ, तर पनि केही छुटेका छन् भने म अर्को भिडियोमा लिएर आउँला र अर्को भिडियोको विषय चाहिँ के लिएर आउँ कमेन्टमा लेखिदिनु होला भन्दै आजको भिडियोबाट म ममता अर्याल बिदा हुन्छु। हस्त नमस्कार।